कसको छ म मिडियामा बोले हो आज पनि त्यो बोल्यो म बोले थुकेको थुक पनि चाट्दैन थुकेको थुक चाट्ने चलन छैन यताउता समथिङ अब म बस्दै बस्दिन सार्वजनिक रूपमा अब म उसँग मिल्दिन भनिसकेपछि अब मैले पनि हात जोडेर म पनि बस्छु भनेर भन्न पर्दैन जस्तो लाग्छ। फेरि के भयो हिमेश मेघालाई मेहा किन फेरि रुँदै मिडियामा खास कुरा के हो पुरा जान्नका लागि भिडियो अन्तिमसम्म हेर्नुहोला। सामाजिक सञ्जालमा एउटा जल्दो बल्दो नाम हो हिमेश नेउपाने र उनकी पत्नी मेहा केसी। करिब 18 महिना अघिबाट उनीहरूको सम्बन्धमा खटपट हुँदै आएको थियो। केही महिना अघि उनीहरू मिलेको भिडियो पनि उनीहरूले आफ्नै ब्लग्समा सार्वजनिक गरेका थिए। अहिले भने उनीहरूको फेरि सम्बन्ध बिग्रिएको देखिएको छ। केही दिन अघि हिमेश नेउपानेले आफ्नो अफिसियल युट्युब च्यानलमा एउटा भिडियो राखेका थिए। उक्त भिडियोमा हिमेशले म थुकेको थुक हुँ म पनि अब मिल्न सक्दिन मैले हार खाएँ भन्दै एउटा भिडियो बनाएका थिए। सो भिडियोमा उनले बताएका छन् कि परिवारका विरोधका बावजुद पनि मैले तिमीसँग विवाह गरेको थिएँ र आज त्यही सजाय भोग्दैछु। एउटा घर परिवारमा बिहेको कुरालाई के अरे गर्दा पनि मैले आफ्नै कसैलाई घर परिवारलाई नसोधिकन मैले आफै बिहे गरेँ। मैले आफैले मन पराएर लिएर आएँ उनले पनि मन पराए मैले पनि मन पराएँ र जो चित्त मेरो कलेज हो एउटै कुराले दुख्छ त्यो कुरो मलाई मात्र थाहा छ त्यो भन्नेवाला छैन। जुन उसले चाहिँ भनिसक्यो नि थुकेको थुक पनि चाट्दैन थुकेको थुक चाट्ने चलन छैन यताउता समथिङ अब म बस्दै बस्दिन सार्वजनिक रूपमा अब म उसँग मिल्दिन भनिसकेपछि अब मैले पनि हात जोडेर म पनि बस्छु भनेर भन्न पर्दैन जस्तो लाग्छ। हिमेश नेउपानेले भिडियो अपलोड गरेको 1 घण्टापछि मेहा केसीले पनि भिडियो अपलोड गर्छिन्। उक्त भिडियोमा हिमेशलाई त भन्दै सम्बोधन गर्छु भन्दै भिडियोमा गाली कलेज एवं श्रीमान हिमेशको कालो करतुत बाहिर ल्याउने र काठमाडौँमा भएको जग्गा छोरीको नाममा गर्नुपर्ने डिभोर्स गर्नुपर्ने जस्ता कुराहरू भिडियोमा बोल्छिन्। हप्तामा 2टा बच्चाको आमालाई हैन म तेरो एक पदमा सहित आज त बोलेको मात्रै छु हैन 2टा बच्चाको आमाले मलाई कल गर्यो रेकर्डै छ दाइ नभन अन्यथा अरु भन्न सकिदैन भन्दै हैहरू गएर सोध्जा त कति भागिस कति रिपोर्ट छ तेरो नाममा मलाई छोडेर भनेर हैन भन्छु भने हिमेशले बनेको बाउ आमालाई नि छोरा सम्हाल है अर्काको छोरीलाई टचर नदेऊ तिमी। उनीहरूको सम्बन्ध कहाँबाट बिग्रियो र के कारणले बिग्रियो त्यो त उनीहरूलाई नै थाहा होला तर भ्युअरहरू भने बाढिएका छन्। मेहा केसीको भिडियोमा हिमेश गलत भएको कमेन्ट देखिन्छ भने हिमेशको भिडियोको कमेन्टमा मेहा केसी गलत भएको भनेर भ्युअरहरूले कमेन्ट गरेका छन्। अब को सही को गलत भन्ने कुरो स्वयं हिमेश र मेघालाई नै अवगत होला। अझै भिडियो प्रष्ट गरी बुझ्न चाहनुहुन्छ भने उनीहरूको अफिसियल युट्युब च्यानल हिमेश नेउपाने र मेहा केसीमा गएर हेर्न सक्नुहुनेछ। हुन त उनीहरू मिलेको नै राम्रो हो तर यसरी एक अर्काको पोल खोला खोल गर्नुभन्दा सम्बन्ध टुङ्ग्याएको नै बेस हुने थियो। हाम्रो त केवल सुझाव मात्र हो बाँकी निर्णय केवल हिमेश र मेहाको नै हुनेछ। तपाईहरुलाई हाम्रो भिडियो कस्तो लाग्यो हेरेर सल्लाह सुझाव एवं कमेन्ट पनि गर्नुहोला। राम्रो नराम्रो प्रतिक्रिया पनि दिनुहोला। धन्यवाद।